Good afternoon everyone. Today we, the member of Prahari Club of Fiancé Suntale JHS, going to represent a short role play on the topic friendship over addition, supporting each other. So let me introduce with the character Leena Chetri as shopkeeper who sells gutka, cigarette, tobacco, etc. Jacob Rai Sanjog Chetri Upasna as a long-term tobacco consumer who consumes tobacco since 8 to 10 years. Jonah Rai and friend as beginner consuming tobacco. Rivas and Suraj group as a member of Prahari Club. Alisa Pradhan as doctor. So let's begin scene 1. आज त्यसै के खानु पर्ने हो पनि यसो तान्नु पर्छ सो एक्लै छ फेरि साथीहरु बोलाउन सो बोलाउन पर्छ साथीहरु जानु पर्यो रकिलाई बोलाउँछु ओइ यहाँ त काम छ के छ काम एकछिन रसाले काम छ किन बोलाउँछ यसले आज त्यसै हुन्छ भजले चेन्ज गर्छ छु हैन तान्दिउ जाउँ न यस्तो भन्नु आज त्यसै हुन्छ मसँग ओ काकाको ए हामी गएको सँगै छौँ हजुरहरूले के लिनुहुन्छ गुटका सिगरेटहरू त्यो सबै खाने नै दिनुहोस् न त्यो तीनटा तपाईँलाई चाहिँ के लानुहुन्छ कति हो त चिसो पनि गयो है त्यहीबाट छैन तिम्रोमा छ त त्यो अहिले भरे अलिक बाटो नला खानुपर्छ त्यो अलिक चिसो हुन्छ कि आज काम पुग्यो तिमीले ए आसा सुन्दा खानु बियो खाना खा मिठो हुन्छ खाना खा मिठो हुन्छ अब तपाईले बियो गरिदिनु खाना खा मिठो हुन्छ आज खाएन खाना मिठो हुन्छ अनि खाना खा के हुँदैन मिठो हुन्छ विशेष गरिदिनु खाना खा केही हुँदैन मिठो हुन्छ लु खाइहाल्छ एकपल्ट खाने गर्न अलिक प्र्याक्टिस भइहाल्छ प्र्याक्टिस हुन्छ खाँदै गर फर्स्ट टाइम भयो यस्तो खाएँ फर्स्टमा यस्तै भएको थियो खाऊ प्र्याक्टिस हुन्छ खाना खायो सेली नै आँटिसक्यो यस्तो भइसक्यो त्यो पनि खाना हौ साथीको नाममा खाना मिठो हुन्छ खाना मिठो रहेछ पर कस्तो मजा लाग्छ होइन होला त्यो जाँदा चाहिँ के हुँदैन त हिँड्न नि के हो त्यो कुरा चाहिँ तातो सिगरेट त ल्याउन खानु हौ लखाको सिगरेट पनि मिठो छ खानु हौ अलिकति त खाऊ ओइ साँच्ची मिठो हुन्छ पैदलले त खानु ओइ खाना खाँदैछु अघि खाएँ भन्छु यसकोबाट सबै उडाएको लुसुमा यहाँ कसैले देख्छ जस्तो लाग्छ होइन एकछिन बस्नु कस्तो मजा लागिरहेको हाम्रो समाज नशा मुक्त गुड टोब्याको चुज लाइफ हाम्रो समाज नशा मुक्त गुड टोब्याको चुज लाइफ tobacco choose life. हाम्रो समाज नशा मुक्त tobacco choose life. प्रहरी क्लबको मेम्बर हो हैन तपाईले चाहिँ अब स्कुलको एरियामा चाहिँ स्कुलको 100 मिटर एरियामा चाहिँ तपाईले यसो हैन सिगरेट बेच्नु पाउँदैन हैन तपाईले त्यस्तो नगर्दिनुस् वहाँ हेर्नुस् कस्टमर चाहिँ मेरो
कामै हो, बेच्ने कामै हो। सिक्रेट बेरी नबेची त मेरो दोकान कसरी चल्छ? तपाईहरुले यसरी आएर भन्नु कसरी सक्नुहुन्छ? हाम्रो होइन समाजलाई इफेक्ट गर्छ यसले चाहिँ। त्यहाँबाट चाहिँ तपाईँहरूले यसको बदलीमा उयो हेल्दी फुडहरू पनि बेच्नुहरू सक्नुहुन्छ। भोलिको दिनमा हाम्रो साथीहरूले पनि खान सक्छ, हाम्रो हेल्थमा प्रब्लम हुन्छ, लङ्स बिग्रिन्छ, हाम्रो हार्टलाई इफेक्ट हुन्छ। ओए मलाई पुरा सास फेर्छ। पानी देन पानी। पानी खा त पुरा साह्रो पर्यो ओए। मलाई हामीसँग आउँदा मुटु दुखेर लडेर बाटोमा खै के भयो त? अहिले के खानुहुन्छ? टोबाको युज गर्नुहुन्छ? हुन्छ नि त। तपाईँले यो टोबाको कन्ज्युम गर्नुभएको कति वर्ष भयो? 8-9 वर्ष भयो। अबदेखिको तपाईँले यो धेरैवटा टेस्ट गर्नुपर्छ। अन्त तपाईँले यो कन्ज्युम गर्नु छोड्नुपर्छ, किनभने तपाईँको लङ्समा प्रब्लम आइसकेको छ। तपाईँले दिनले के खानुपर्छ? यो दबाईहरू खानुहोस्। अन्त उहाँलाई भन्नुहोस् त्यो टोबाको कन्ज्युम गर्नु छोड्नुहोस् भनेर। नभए उहाँको लङ्सले काम गर्न छोड्नुहुन्छ, त्यहाँदेखि उहाँ स्वर्गवासी हुनुहुन्छ। पनि खानुहुन्छ क्या टोबाको? खान्छु घरिघरि। तपाईँ पनि उहाँ जस्तै हुनु भएर स्वर्गवासी हुनुहुन्छ, नखानुहोस्। अबदेखि छोडिदिनुहोस् खानु। म पनि खान्दिनँ, अब यस्तै हुँदो रहेछ। अघि पनि छोड्छु टोबाको खानु। हुन्छ, उहाँको यतिवटा टेस्ट गराइदिनुहोस्। As we can see in the role play, smoking causes most lung cancer can cause cancer almost anywhere on the body. It also causes breathing problem and chronic respiratory conditions, heart disease, strokes, and blood circulation problem. We can see that smoking cigarettes, chewing tobacco can cause life-threatening problems. So let's say no to tobacco and make our life healthy. If we stop taking tobacco, it helps to improve in blood circulations, reduce heart attack and heart disease, reduce lung cancers. Say no to tobacco!